परिस्थितिलाई पनि उत्थान गर्न चाहिँ सक्नु भएन र उहाँहरू सत्ता शासन र आफ्नो हैसियत अधिकार र त्यसपछि विदेशी चलखेलमा रहेर जनताको अधिकारलाई हनन गर्ने, जनताको अवस्था जहाँका त्यही जस्ताका त्यस्तै रहन दिने कामहरू चाहिँ भए। यही कुराहरूको लाभ चाहिँ अहिलेको राजसभा पार्टीले लियो। यहीको लाभ राजसभा पार्टीले अहिलेसम्म कहिले केही गर्न सकेनन्। अब पहिला लाल पूर्जा, त्यसपछि बल्ल भोट, यही बाँके जिल्लामा पनि प्रचार गरियो अनि जनता सुकुम्बासीहरू व्यापक रूपले त्यही कुरामा चाहिँ लाग्नुभयो कि हो, साँच्चै हो, राजसभाले सही कुरा गरेको, बालेलाई सरकारमा ल्याउनै